गाइस हाम्रो पनि दसैँको लागि हामी पनि रेडी भइसक्यौँ। यी चाहिँ मेरो प्यारी बहिनी कस्तो राम्रो देखिरहेछ कस्तो राम्रो देखिनु भएको। अब हामी चाहिँ तल गएर टिका लाउनलाई रेडी भइसक्यौँ। बाई बाई। हामी चाहिँ रेडी भएर बसेको तर यहाँ के गर्नु कसैले टिकै लगाइदिएन हामीलाई। वेटिङ फर द मान्छे टिका दुइटै सबै वेटिङ। कस्तो ढिलो गरेको यहाँ केटीलाई बरु टाइम लाग्ने होइन मेकअप गर्न यत्रो यहाँ अपोजिट भयो। तर यहाँ अपोजिट भयो यहाँका मान्छेहरू काम नलाग्नेछन्। अब हामी टिका लगाएर तपाईँहरूलाई देखाउँछौँ। सो हेलो एभ्रिवान, म चाहिँ दिदीको भ्लगिङ स्टार्ट गर्दैछु। यहाँ चाहिँ टिका अनि जमराता होइन अर्को डुबो के भन्छ फुलपाती अनि यहाँ फ्रुट्सहरू छ कस्तो मजाको। हाम्रो दसैँको त्यो त्यहाँ राख्ने होइन नि। पूजा गर्ने अनि बत्ती बाल्ने बत्ती चाहिँ बाल्ने हो कि के भन्छ हाम्रो पूजा स्टार्ट भयो। लाइटर चोखो छ यसो चार ठाउँमा पानी यस्तो गर्नु न चार ठाउँमा अनि के अरे उयो पनि पर्छ होला नि त टिका पनि त्यहाँ चढाउनु पर्छ होला। सानो देउता कोही बेला सानो देउतालाई लगाइदिनु न उयो के उहाँ गणेशलाई सुरुमा देउतालाई हो गणेशले हो अनि देउ के के राख्दिनु दुबो चाहिँ धेरै खर्च वाह पैसा पनि राख्नु पर्थ्यो। ए पैसा डलर लिएर आउनु त्यहाँ माथिबाट हो ल्याइहाल्नु। गणेश भगवान चाहिँ डङमै पर्नु भएछ कि तर भेटी चाहिँ अहिलेसम्म रहेछ कसैले नोटिस गरेर भेटी भगवानलाई दिन्ने होइन नि कहाँ राखिदिनु त अब ल सबैजनाले छ टन्नै लिएर आउँछ त्यहाँ भाउजूले झोलै छ झोलै त्यो अरू पाउनु चाहिँ बिहे गर्नुभन्दा अगाडिको मान्ने हुँदैन नि त दसैँको टिका आज चाहिँ बिन्ता होइन अहिले आउँछु सबैजना बरु एक साइड चाहिँ बसौँ न हामी दुईजनाको प्लेट अरू पनि आइयो के उताबाट त्यो अब रिमुभ गर न लाइट यो भित्र आउँछ त यो लाइट बस्छ के मलाई त धेरै टिका लाग्यो अब अरू खाना टिका लाउन जाने यहाँ पनि निधार भर्दिनु त बुढाले भने जे भने नि टपक्क मान्नु एकछिनै आशीर्वाद कडा आइरहेछ है स्लो आइरहेछ तर कडा आइरहेछ। स्यालेरी चाहिँ मेरो खातामा आओस् भन्नु स्यालेरी त फिंगरप्रिन्ट राखेछ खातामा पनि अब ढोग्ने त होला नि पर्दैन ल्याउनु यतिको चाहिँ चाहिँदैन अब खुट्टालाई ढोग्नै पर्दैन ल्याउनु धेरै पढ्न अब यहाँभन्दा कति ठुलो मान्छे छिटो देखाउनु केही चाहना होइन
सानो सिकाको भिडियो पनि बनाएँ बनाउँदा धेरै भइहाल्छ ल यस्तो क्या भाउजू थोरै त्यो ले मात्र यसो निधारमा मात्र गरिदिने क्या धेरै नलगाइदिनु कति धेरै लगाइदिए आम्मै कति धेरै लगाइदिए क्या तपाईँहरूले टिका त आम्मा फेरि अब भाउजूलाई आम्मा तिमीलाई त मजाले लगाइदियो ए सरोज दाइ दुईटै हात लाउनु त त्यहाँनिर भाउजू पनि हात लाउनु त क्या ओरिजिनल क्यामेराबाट फोटो खिच्नु पर्दैन यस्तो पत्र फोटो निकाल्दा हामीहरू 2-3 मात्र छ क्या फेरि धेरै पनि छैन कत्रो हाल्नुभएको छ कि एउटा त राम्रो आउँदैन त्यही भने क्या भिडियो पनि बनाएको दुईवटा भनेको छि त्यो बनाइदिएसँग त हेर्नु त फोटो यहाँ हेर त कस्तो छ आइज पल्तालमा देखाउँछ अहिले फेरि टिका लाउनु ओरिजिनल क्यामेराबाट खिच्ने हो क्या त्यो इफेक्ट सिफेक्ट मलाई केही मलाई बुहारीको भिसाइल लागोस् होइन सबै स्वस्थ रहनु होइन ए टोपी राख नि त त्यसको टोपी लाउनु पर्छ नि त यता दाइ हौ ल राम्रो आशीर्वाद दिएको मिल्छ यसको पनि एउटा हुन्छ त पैसा त्यत्रो कलेज पढाउनु भयो त्यो त्यहाँ पढाएको अहिलेसम्म पनि युजफुल भयो अहिले दादा रुनु होला फेरि आँखाबाट आँसु पढाएर हामी अब यहाँसम्म आइपुग्यौँ सँगै भयौँ होइन पढाउने र पढ्ने एकै ठाउँमा भयो यो दसैँ यस्तै भयो अर्को दसैँमा चाहिँ अझ राम्रो भएको देख्न पाऊँ एउटा भेडामै बाहिर ढाल्नुपर्छ अलिक बेसी दक्षिणा पाइयोस् है त यही साल कस्तो खतरा आशीर्वाद दिन्छ बहिनी मेरो पैसा देऊ हो त मैले त बहिनी जानेरमा मेरो पैसा देऊ है भनेर सम्झाइओरिकन खाना खाने बित्तिकै म माग्छु होइन पार्क जान गएको है पार्क फ्रन्ट क्यामेरा गर्नु न ब्याक क्यामेरा गरेर अब ब्याक फ्रन्ट क्यामेरै हुँदैन क्या यसमा ल गाइज हाम्रो चाहिँ दसैँ सकिसक्यो होइन फोटो पनि खिच्यौँ भिडियो पनि बनायौँ टिकटक पनि बनायौँ अब खाना खाने कार्यक्रम सुरु हुन लागिसक्यो विदेशको दसैँ फर्स्ट दसैँ इन युके पहिलो दसैँ हो गाइज घरबाट टाढा यहाँ अझै पनि फोटो सेसन सकेको छैन मान्छेहरूको कति धेरै फोटो सेसन गरे ए दुईजना ट्विन्सहरू तिमी घर जाऊ होइन घर गएर